नमस्ते एभ्रिवान, वेलकम ब्याक टु तपाईहरुलाई नयाँ ब्लग र फर्स्ट ब्लगमा मेरो युट्युब च्यानलको। अनि मेरो चाहिँ एउटा अर्को च्यानल पनि थियो, त्यहाँ चाहिँ मैले अहिले न्युजहरु हालिरहेको हुन्छु अनि पेजमा पनि न्युजहरु नै पोस्ट भइरहेको हुन्छ। अनि यो चाहिँ मेरो सेकेन्ड च्यानल हो, सेकेन्ड च्यानलको फर्स्ट ब्लग हैन। अनि म चाहिँ अब यहाँ पसलमा छु अहिले, यो पसल पनि मेरो नै हो। तर अलि हेर्नुस्, अगाडि यस्तो बाटो छ अनि यहाँ चाहिँ मेरो यस्तो सेटअप छ हैन। अनि मैले चाहिँ यहाँ खास गर्ने भनेको रिपेयर मात्रै गर्छु। अनि यो चाहिँ अलि गाउँघरतिर भएको हुनाले चाहिँ त्यस्तो बजारको जस्तो चाहिँ त्यस्तो खासै भन्नाले बजारको जस्तो माहौल चाहिँ हुँदैन। गाउँमा अलि वेट चाहिँ गर्नुपर्छ, त्यस्तो खासै बबालाई कमाइ भन्ने कुरा चाहिँ हुँदैन। अब कहिले भयो भने राम्रै हुन्छ। अनि यस्तै मेरो चाहिँ रिपेयर गर्ने ठाउँ, अनि त्यस्तो ठुलो मेसिनहरू टेलिस्कोप त्यो उयोहरू चाहिँ मैले राखेको छैन। आइसी सम्बन्धी काम चाहिँ मसँग आयो भने मैले आफूभन्दा सिनियर दाइहरूलाई दिन्छु, किनकि त्यो चिप लेभलको काम हुन्छ। त्यसको लागि चाहिँ फल्टहरू एकदमै पत्ता लगाउनु पर्ने हुन्छ, त्यही भएर त्यो काम चाहिँ मैले गर्दिनँ। अनि नर्मली कामहरू चाहिँ मैले गरेर आएको हुन्छ। अनि नर्मल आइसीको कामहरू पनि मैले आफै गर्छु हैन। अनि त्यसै ठुलो मेसिनहरू युज नगरेरै गर्छु, दिमाग लगाएर चाहिँ अलि काम गर्नुपर्छ, त्यो गर्छु हैन। अनि युट्युबबाट हेर्छु अनि गुगलबाट त्यस्तो डायग्रामहरू चाहिँ मैले त्यहाँबाट हेरेर अनि नर्मली कामहरू चाहिँ मैले गरेर आउँछु। त्यस्तो एक्सपर्ट एकदम नेक्स्ट लेभलको काम आयो भने चाहिँ मैले मेरोभन्दा सिनियर दाइहरूलाई दिन्छु होइन, यस्तो छ। अनि मैले चाहिँ बनाएको यो चाहिँ मेरो न्युज रेकर्ड गर्ने माइक हो होइन। अनि यहाँबाट चाहिँ मैले न्युज रेकर्ड गर्छु, बोयाको माइक यस्तो छ। मेरो चाहिँ यो चार्जर सेटअप मेरो यहाँ कस्टमर लाउँदाखेरि। अनि त्यस्तो धेरै सामानहरू पनि देखिरहनु भएको छैन यहाँ होइन, एकदम नर्मल सामान छ। किनकि यहाँ गाउँतिर हुनाले चाहिँ गाह्रो पर्छ, धेरै सामान राख्यो भने अब त्यस्तो सेल चाहिँ हुँदैन नि त। खास अब मैले आफूले रिपेयर सिकेको हुनाले चाहिँ रिपेयरको काम मात्रै गर्छु मैले चाहिँ, स्पेसली अब आफ्नो ज्ञानको काम गर्ने हो नि त हामीले। अब सेलिङमा चाहिँ के हुन्छ भनेदेखि लगानी चाहिँ एकदमै हाई हुन्छ क्या सेलिङमा। जस्तै अब गाउँघरतिर हो नि त, अब मैले मोबाइल राख्दाखेरि पनि 12-15 हजार 20 हजार 30 हजारको मोबाइल राखेँ भने चाहिँ यता सेलिङ हुँदैन। अनि जस्तै मैले हामीलाई आउने भनेको एउटा मोबाइल सेल गर्दाखेरि 3% 3.5% मात्रै हो। अनि त्यो पैसा चाहिँ कस्तो हुन्छ कि मैले जस्तै 10 हजार रुपियाँ एउटा मैले लगानी गरेँ, मैले 11 हजारमा बेच्छु भने चाहिँ अब त्यो 10 हजार चाहिँ ठुलो रकम मेरो फस्छ क्या। 95-97% मेरो लगानी फस्छ, किनकि कहिले उठ्ने हो कहिले बेच्ने भन्ने कुरा हामीलाई एक्ज्याक्टली थाहा हुँदैन। त्यही भएर मैले चाहिँ राख्दैन कि सेल गर्दैन। अब 1000 रुपियाँको चक्करमा चाहिँ म त्यो 10,000 रुपियाँ फसाउन चाहँदैन होइन। अनि तपाईँलाई थाहा नै होला सेल भन्ने कुरा, एकचोटि मोबाइल किन्यो भने 1 वर्ष 2 वर्ष 3 वर्ष मान्छेहरूले मोबाइल चलाउँछ क्या। त्यही भएर गाउँघरतिर त्यस्तो सेलिङ हुँदैन। अनि मैले रिपेयर मात्रै गर्छु। अनि नर्मल ग्लासहरू हालिरहेको हुन्छ होइन। अनि ग्लास पनि धेरै लाउँदैन, किनकि नजिकै बजार छ, सक्यो भने सिँही जाने ल्याउने होइन। एकदम कम लगानीमा चाहिँ राम्रो प्रफिट कमाउनु चाहिँ मेरो आइडिया, कम लगानी गर्ने राम्रो पैसा कमाउनु। अब जस्तै मैले 1000 रुपियाँ लाउँछु नि 2000 रुपियाँ कमाउनु पऱ्यो क्या, त्यो सोच चाहिँ मेरो हुन्छ। त्यही भएर मैले सामान चाहिँ टनाटन भर राख्नु पर्दैन पसल। अनि त्यस्तो सेल नभएको कारणले चाहिँ मैले खासै अब मेरो यहाँ चाहिँ जस्तै कनेक्टर चेन्ज गर्दाखेरि कसैको के हुन्छ कि कनेक्टर +2 केबल पनि ड्यामेज हुन्छ, त्यही भएर केबलहरू पनि मैले राख्छु होइन। अनि कसैको अब चार्जरहरू ड्यामेज हुने, यो एकदम फिक्स इक्विपमेन्ट मात्रै राख्छु कि मैले, फिक्स चिजहरू। अनि त्यही भएर यी चार्जरहरू राखेको छु। अनि जो यहाँ राख्दा चाहिँ मलाई जुन कुराले घाटा नहोस् के त्यस्तो सामान चाहिँ मैले राख्दैन। जुन सामानहरूले चाहिँ मलाई प्रफिट नदियोस्, काम नगर, म मेरो पसलमा कस्तो सामान राख्छु भने जुन कुरा ड्यामेज नहोस् के, ड्यामेज नहोस्, भोलि दिन गाह्रो नहोस्, त्यो कुराले मलाई लस नहोस् भन्ने हिसाबले चाहिँ मैले सामान राख्छु। एकदमै कम मात्रा राम्रो राख्छु। अनि अलिअलि अरूभन्दा अलि सामान महँगो पनि हुन्छ, किनकि अब राम्रो सामान अलि महँगो नै भइहाल्छ, धेरै सस्तो सामान पनि मैले राख्दैन। त्यो हुनाले अब मेरो यस्तो सप चाहिँ हेर्नु मैले एकदम चिटिक्क पारी बनाएको छु होइन। यहाँ चाहिँ मेरो फोटो छ, अनि यहाँ चाहिँ यो भगवान्को ठाउँ होइन। अनि यसरी उधारो बन्द भनेर चाहिँ लेख्नुपर्छ, यसरी चाहिँ मैले बनाएको छु। हेर्नु यहाँ चाहिँ अलिअलि फ्लेक्सको कामहरू, अलि फोटोसोटो कामहरू पनि मैले गर्छु होइन। अनि किनकि मिडिया सेक्टर भएको कारणले अहिले पहिला पनि मैले गरिरहेको थिएँ भनौँ न, अर्डर लिने अनि काम गर्ने चाहिँ गर्छु। त्यस्तो प्रोफेसनली यो काम चाहिँ मैले गर्दैन। अनि यो चाहिँ मेरो अफिस भनौँ या सप भनौँ या जे भने पनि मेरो चाहिँ यो एउटा जक्सन हो क्या। मैले यहाँ बसेर चाहिँ मेरो सोसल मिडियाहरूमा मैले काम गर्छु। अब त्यहाँबाट जे जति आउँछ जस्तो आउँछ होइन, त्यस्तो धेरै अर्निङ नभए पनि ठिकै छ, काम गर्छु। इन फ्युचर आफ्नो एउटा होपको काम हो होइन। अनि यो च्यानलमा पनि मेरो भ्लगहरू आइरहेको हुन्छ, अब जे पनि आउन सक्छ यो च्यानलमा, थाहा छैन मलाई। किनकि फर्स्ट च्यानल चाहिँ मेरो अर्को छ 15,000 सब्सक्राइबर्समा, त्यसमा चाहिँ नेप्लिज मात्र थियो, यो चाहिँ मिस्टर नेप्लिज हो। अनि त्यसमा चाहिँ मेरो 15,000 सब्सक्राइबर, त्यहाँ चाहिँ मैले न्युजहरू हाल्छु क्या, किनकि न्युजहरू हाल्छु। अब एउटा सकको विषय पनि हो मेरो न्युज चाहिँ, त्यही भएर मैले हाल्छु। यस्तो छ। अनि मेरो चाहिँ यहाँ बस्ने ठाउँ होइन। अब कति देखाउनु यही बार अब नेक्स्ट भ्लग आउँछ, नेक्स्ट भ्लग हेर्नुला। अनि कस्तो लाग्यो तपाईँहरूलाई सल्लाह सुझाव दिनु होला। अनि यो च्यानलमा चाहिँ मेरो यो फर्स्ट भ्लग हो। अनि भ्लगहरू आउँदै गर्छ,
साथ दिनु होला। ब्लगहरू आउँदै गर्छ, साथ दिनु होला। तपाईँहरूको न्यानो माया चाहिएको छ मलाई। अनि च्यानललाई सब्सक्राइब पनि टुरुङ्ग पारिहाल्नु होला तपाईँहरूले। जे भिडियो पनि हेर्न पाउन सक्नुहुन्छ, जस्तो भिडियो बनाएर म यो सेकेन्डरी च्यानलमा हाल्छु। त्यतिखेर मलाई बिदा हुन्छु। जय देश जय नेपाल।